नेपाल अहिले चुनावको मुखमा छ। प्रतिनिधि सभाको निर्वाचनपछि प्रधानमन्त्रीको रूपमा देख्न सक्ने भनेको हामीले लगभग 3 अनुहार मात्र हुन्। नेपाली काङ्ग्रेसको वर्तमान सभापति गगन थापा, नेकपा एमालेको वर्तमान अध्यक्ष केपी शर्मा ओली र राष्ट्र स्वतन्त्र पार्टीको वरिष्ठ नेता बालेन शाह। गगन थापा काठमाडौँ क्षेत्र नम्बर 4बाट चुनाव लडिरहेका छन् भने बालेन शाह र केपी शर्मा ओली झापा 5बाट चुनाव लडिरहेका छन्। यो 3 अनुहारमा जनताले रुचाइरहेका चाहिँ कसलाई छन् त? बालेन। युवाहरूको माझमा प्रसिद्ध छन् बालेन र उनको भिजन राष्ट्रको हितको लागि र राष्ट्र परिवर्तन गर्नको लागि एकदम राम्रो छ। उनको काम गर्ने तरिका र उनले लिने निर्णय एकदम ठिक छ। उनले काठमाडौँ महानगरमा पुर्याएको योगदान अविस्मरणीय छ। गगन। नेपाली काङ्ग्रेसभित्र शेरबहादुर देउवाको विरुद्धमा उठेर विशेष महाधिवेशन बोलाएर सभापति बनेका गगन थापा धेरै काङ्ग्रेसहरूको मनमा बस्न सफल छन् भने आफूलाई युवाकै ट्याग लगाए पनि आफ्नै वक्तव्यहरूले विवादमा तानिरहन्छन्। ओली। नेकपा एमालेको महाधिवेशनबाट ईश्वर पोखरेललाई हराउँदै केपी ओली फेरि अध्यक्ष बनेका हुन्। भाद्र 23 गते जेनजीहरूको शान्तिपूर्ण आन्दोलनमा विद्यार्थीहरूको हत्या गरी आन्दोलन दबाउँदा नेपालको प्रधानमन्त्री ओली नै थिए।